हामी चाहिँ आज गोटेन्बा प्रिमियम आउटलेट गएको थियो। यी सामानहरू किन्नुपर्ने थियो। हामीले चाहिँ घर आएपछि भन्नुपर्दा पनि अलिकति गिफ्ट दिनेहरू पनि थियो, प्लस आफैलाई चाहिने केही सामानहरू पनि थियो। त्यसमा हिजो चाहिँ छोरीको बास्केटबलको जुत्ता चाहिँ च्यातिएको थियो कि, अनि आज चाहिँ ऊ चाहिँ त्यतिकै च्यातेकै लाएर गएको थियो। आज छोरीलाई चाहिँ म ढाँट्न गइरहेको छु, प्र्याङ गर्न गइरहेको छु, र उसलाई चाहिँ थाहा छैन कि ड्याडीले अर्को जुत्ता ल्यायो भनेर थाहा छैन। र म यसमा चाहिँ यहाँनिर धेरैवटा उयोहरू छ। उसको वास्तविक जुत्ता चाहिँ यो हो। यो नाइकको जुत्ताबाट चाहिँ मैले उसलाई जिस्काउने हो है। यो नाइकको जुत्ता चाहिँ 27.5, साँच्चीकैमा उसलाई लाग्ने चाहिँ 23.5 साइजको चाहिँ उसलाई युज हुने हो, उसलाई लाग्ने हो। अनि यसमा यो चाहिँ पहिला म लुकाउँछु, अनि त्यसपछि उसको त्यो जुत्ता चाहिँ म सिएर त्यही चलायो है सरी भनेर मैले उसलाई कन्भिन्स गराउने कोसिस गर्छु के भन्छ। अनि त्यसपछि म लगतै होइन जुत्ता ल्याइदिएको छु भनेर मैले प्र्याङ गरेँ जस्तो गरेर यो 27.5 को नाइकको जुत्ता, यो नाइकको जुत्ता निकालिदिन्छु। अनि ऊ चाहिँ सायद उसको साइज पनि होइन, अनि केटा मान्छेको पनि हो, अनि छक्क पर्छ होला सायद। हेरौँ पछाडि के गर्छ होइन। ल अब भित्र गएर चाहिँ म उसलाई जिस्काउने छु। म पहिला बेल बजाएर हुन्छु है के गर्दैछ। यो चाहिँ उसको लागि फर्स्ट प्र्याङ्क अहिलेसम्म गरेको छैन। सरी हामी आइपुग्नु ल ल। कति राम्रो यो तिम्रो कलर हो कि होइन? कलर म्याचिङ कलर मन परेको परेन। तिमी थाहा छ तिमी के यहाँ सुन एउटा कुरा सुन्नु न ड्याडी, यहाँ सुन्नु। अहिले के कुन गाछु हो? अहिले कुन जिउ गाछु हो? जिउ इची गाछु, जिउनी गाछु, इची गाछु, नि गाछु, सान गाछु। तिमी जम्मा 5 मन्थ बास्केटबल खेल्छौ, अनि 5 मन्थलाई पछि चाहिँ त्यो बास्केटबल त्यतै वेस्टेज हुन दिने त जुत्ता? अनि समुदायलाई होस् भनेर यस्तो जुत्ता ल्याइदिएको। अनि कस्तो चाहिँ छोरी त। अनि यो म्याचिङ भएको छ कि छैन भन पहिला कलर? किन छैन? यति राम्रो ड्याडी र मम्मीले ल्याइदिनु, अनि तिमी चाहिँ म्याचिङ भएको छैन जुत्ता? त्यस्तो कम्प्लेन नि हुन्छ, त्यस्तो गरेर लगाएको पनि कस्तो फटा मान्छे कि। यसले राम्रो काम गर्छ। बाबा यता आउ न। मजा अनि छोरी लाउ न फोटो खिच्छु के। यस्तो हुन्छ कि छोरी, यस्तो हुन्छ कि यसको यसले चाहिँ यहाँनिर चाहिँ टाइट गर्छ ला यो ड्याडी हो ठुलो। होइन म ठुलै चाहिन्छ कि 160 चाहिन्छ पहिलाको पनि। यहाँ सुन 168 को तिमीले किन 168 हुन्छु भनेको त ड्याडीलाई? तिम्रो ड्याडीले ठुलो किनिदिएको। कस्तो कुरा गरे बेसमारी हँसाउँछ हुन्छ। हाइट अनुसार यो त ठिकै त हुन्छ नि। कस्तो अनि सुन है तिमी आफै सिरियसली सुन है छोरी। गोटेन्बा गएको हो किन भन् त ऊ जुत्ताहरू लिएर। अनि गोटेनमा बासी छ, अनि तिम्रो काम थाहा छैन। अनि तिम्रो काम चलाउनु पर्छ कि पर्दैन भन त? भोलि तिम्रो म्याच होइन। ड्याडी मम्मीले त यो सोचेर यो ल्याइदिएको, तिमीले त अघि भनेको कैन एक त ठुलो ल्याएको चाहिँ तिमी 168 हुन्छु भनेर ड्याडीलाई भनेको तिमीले, त्यही भएर होइन छिट्टै सानो भयो भने फेरि खेर जान्छ नि त, वेस्टेज जान्छ। अनि त्यसपछि बास्केको जुत्ता नबास्केको जुत्ता ल्याइदिएको चाहिँ तिमी ओन्ली अब 5 मन्थ मात्र तिम्रो त्यहाँ बास्के हुन्छ। त्यहाँ नयाँ जुत्ता ल्याउनु छ, कसरी कुद्नु तिमी अहिले यत्रो लामो अब म लड्दिन त। जोगिएर कुद्नु पर्यो नि त। छोरी यस्तो नगर, यो राम्रो छ कि छैन भन। यो तिम्रो बेस्ट ल्याइदियो
अनि यो एउटामा चाहिँ कम्प्रोमाइज गर्नु सक्दैनौ त तिमीले? कम्प्रोमाइज गर्न सक्दैन छे के गरेको आँखा त्यस्तो रुन्छ कि क्या हो के भएको कि तिमी के छोरी किन नरौ न भाइ चाहिँ दिदीहरूको जुत्ता लाउनु बिजी छ फेरि होइन अनि यो पनि ल्याउनु अनि यो पनि यति राम्रो कलर म्याचिङ भएको ल्याउनु छ अनि बास्यु त त्यहाँ छ झन् ड्याडी र ममले चाहिँ छोरीलाई सरप्राइज होस् भनेर झन् यस्तो राम्रो उसको त्यो लुगा त्यो लुगा के लुगा के लेखेको छ एयर स्पाइन नाइकी एरो लेखेको छ अनि नाइकको ब्रान्डेड हो के गरेको ड्याडीलाई त्यस्तो छे डर लाग्दो गरेर नहेन न सानो त यो पछि तिम्रो छ्या एकदम धेरै नराम्रो देख्यो के छोरी मुख ठ्याक्क फिट भयो भने त अनि यो त धेरै खप्छ नि त्यस्तो नगर न मुख छे यो 2 इयर्स सम्म काम दिन्छ के छोरी छिटो लाउ न छोरी यहाँ फोटो खिचिदिन्छु म छिटो लाउ त्यो निकालेर लाउ त फोटो दिदीको जुत्ता हेरी गर दिदी नाइस नाइस गर्दैन दिदी भाइले नि नाइस भनिसक्यो भाइले पनि किन्न गएको के छोरी भाइलाई थ्याङ्क यू भनिदेऊ ड्याडीलाई थ्याङ्क यू लु हक गर यस्तो राम्रो सामान किनिदिएकोमा न लाउ त्यो लाउ न त्यो ज्याकेट खोलिदिनु त ड्याडी त्यो ज्याकेट र जुत्ता लाएर फोटो खिचिदिन्छु कि म उसको त्यो ज्याकेट खोल खोल न के हुन्छ तिमीलाई त्यो ज्याकेट ल्याउ न ममलाई हेर्नु मन लागिसक्यो क्या भाइ त दिदीहरूको जुत्ता नटेको है पट्टाला त्यो ज्याकेट खोल्यो त्यो लाउन छोरी छिटो त्यो अर्को पनि जुत्ता दिनु त ड्याडी दुइटै जुत्ता लाएर नि हेर्नु ज्याकेट लाउ न सरी अलिकति ठुलो भएछ अनि हुन्छ होला अलिकति मात्रै ठुलो ल्याउँछ भने ड्याडीले अलिकति उ गर्न पर्ने यहाँ बस्छ नि यहीँ बस्छ के बस्छ अब भुइँमा बस्छ होइन ज्याकेट लाउनु दिनु न उसको त्यो ज्याकेट लाउ कस्तो सुहाइरहेछ त्यो जुत्ताले तिमीलाई उयो त जुत्ता त कस्तो सुहाइरहेछ तिम्रो साइज चाहिँ कति रे 23.5 होइन 23 त्यो जुत्ता चाहिँ कति अरे कतिको रहेछ 27.5 किने होला ड्याडीको भन्दा ठुलो चाहिन्छ नि त तिमीलाई तुना बेसमारी गस न त्यो टाङ लाउ न अनि त जुत्ता बल्ल राम्रो देख्छ के तिम्रो हैन म्याचिङ भएको माथि टाक लगाइदिनु न ड्याडी माथिको पनि टाक लगाइदिनु न उसको ज्याकेटको सर्टको कलर पनि तिम्रो त्यो फेभरेट त्यही कलर होइन अलि मिलाउ न त्यो ज्याकेट अलि सर्ट यस्तो क्या तिमी आफै हो म 168 हुन्छु ड्याडी भनेको भोलि यसो गर के छोरी 5 वटा मोजा लाऊ अनि त्यो तुना के तुना बेसमारी बान्नु पर्छ के त्यहाँ त्यसरी अनि 5 वटा मोजा लायो भने यत्रो हुन्छ नि त्यो भक्क हातीको जस्तो हुन्छ अनि खट्टा हालेपछि केही हुँदैन तिम्रो खुट्टा नि दुख्दैन नि त्यसो गऱ्यो भने राम्रो छ कस्तो छ अघि त रुयो त अनि जुत्ता ल्याएर चाहिँ रुने त्यो खुसी भएर रुएको हो लो ड्याडी
अब के भन्दा उसलाई अब फेरि अर्को सरप्राइज दिनु त अब सरप्राइज दिनु के उसलाई जुत्ता पनि पायो यो पनि पायो होइन होइन सरप्राइजै सरप्राइज छ फेरि अब अर्को एउटा सरप्राइज दिनु न छिटो खोइ कहाँ छ फेरि 168 हुन्छ भनेर फेरि अर्को पनि यो फुल अब त्यो लाउ मामाको तिम्रो चाहिँ आएको थियो अरे फटा खोला 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 त्यो मामाको जुत्ता धेरै बेर नलग ल अब त्यो जुत्ता ला अनि म फोटो खिचिदिन्छु क्या युआर फुल टुडे ड्याडी मामले कस्तो फुल बनाउँदो रहेछ त्यो क्या हो भाइले पनि ताली बजाइदियो सुन फिलिङमा चाहिँ हजुरहरूले लाइक गर्नुभएको थियो होला भनेको त जम गर्दै गर्नुहुन्छ एकचोटि रुयो है तिमी अनि रुयो है तिमी प्र्याङ्क मन पराउने मान्छे त्यही भएर प्र्याङ्क गरे नि यस्तो चाहिँ रियल प्र्याङ्क हो यस्तो ल्याइदिन्छ तिम्रो ड्याडीले अनि अहिलेको अर्को ल छोरी अब अर्को ल अहिलेको प्र्याङ्क कस्तो लाग्यो अनि के भन त से समथिङ के भन ड्याडी मामाले ल आज चाहिँ छोरीलाई चाहिँ यो पहिलो बास्केटबल हिजो च्यातिएको थियो मैले त्यहाँ उमा राखिदिएको डस्टबिनमा फालिदिएँ है पहिलो त्यो चाहिँ देखाइएन खै उठेर खिच्दियो त जो दुई साइडै च्यातिएको रहेछ अनि आज बास्केटबलको गेम थियो यस्तो भएको थियो बास्केटबलको गेम थियो अनि अब रात बिहानै भएको भएर काहीँ पनि किन्ने उनै हुँदैन थियो यस्तैमा खेल्यो अनि यस्तैमा खेलेर उ गर्यो अनि त्यसपछि कति पनि भएको छ नि यो पनि किनिदिएको फेरि त्यत्रो 7-8 हजार लगाएर भनेर किनेर ल्याइदिएको सुरुमा चाहिँ यही कुरामा चाहिँ मैले उसको डस्टबिनमा हालिदिएँ पहिला अनि ऊ छक्क पर्यो सिदिन्छु छोरी भनेर भन्दै सिदिएर ओके भनेर भन्यो अनि त्यसपछि डस्टबिन हालिदिँदाखेरि छक्क पर्यो है होइन पहिला त उसले यसो भनेर थियो कि उसले भनिसक्यो त उसले के भन्नु भन्दा ड्याडी मम्मीले यतिकै उ गरेको अर्को छ भन्ने भएको थियो कि उसलाई त्यो फाले पनि ऊ चुप्पै लागेर बसिरहेको थियो ठुलो जुत्ता देखायो ड्याडीले पछि त झिकेर ल्यायो अर्को मान्छेले किनेको जुत्ता यो चाहिँ उसको साइज भन्दा नि धेरै ठुलो छ 27.5 हो यो धेरै ठुलो छ उसको 23.5 युज हुन्छ होइन 27.5 लाग्दाखेरि यही जुत्ताले उठ न तिम्रो जुत्ता त खुब सुहायो त्यो लुगासँग चाहिँ छोरीलाई जिस्काएको हो कतिको म्याचिङ भएको छ यो पनि उसैलाई किनिदिएको उसको पहिलादेखि किन्छु भनेर भनिराखेको थियो यसको खुब मन परेको यो चाहिँ ड्याडीको चोइस हो यो चाहिँ ड्याडीको चोइस हो यो चाहिँ ड्याडीको चोइस हो ड्याडीको कलर पनि हो मम्मीलाई त मजा पो लाग्यो छोरीलाई जिस्काएर छोरी एकचोटि त उसको त आँसै झरिसकेको थियो झर्या थियो अनि म कसरी त्यत्रो लामो जुत्ताले कोर्टमा रन गर्नु भनेको नि त अनि के अरे सुरुमा चाहिँ उसले के सोचेको थियो भन्दा ड्याडीले जहिले जिस्काइ राख्ने होला त्यत्तिकै जिस्काएको भन्ने भएको थियो भरे त ठुलै जुत्ता निकालेर दिएपछि त उसलाई त ओके खै थ्याङ्क यू भने ड्याडीलाई यु डोन्ट से थ्याङ्क यू नो थ्याङ्क यू हेलो म्यान फटा पछि के त बाई बाई म आज प्र्याङ्कमा परे भनिदेऊ अब सबैलाई बाई बाई आज प्र्याङ्कमा परे कहिले काहीँ फेरि प्र्याङ्क रिटर्न गर्छु